हजुरको नाम भन्नुहोस् त आमा। मेरो नाम हजुर महारत्न कुमारी। के महारत्न कुमारी। महारत्न कुमारी कुमारी जरायटार जरेता यो अरुण गाउँपालिका सिमटार सिमटार सिमटारको तपाईँ आमा कति वर्ष पुग्नुभयो? 84 र 4 वर्ष कति 88 वर्ष। 88 अनि यो खाडी चाहिँ आमा पहिला सानैदेखि बन्नु भएको? सानैदेखि बुनेको। घरमा त्यति बेला पढाइ थिएन कि पढाइ थिएन यही सिक्यो। अब कर त पढाइ छ अनि सिक्दैन। तर यसले कति धेरै अहिले मान्यता पाए नि त। पायो। अनि यसको यो रुवाबाट धागो बनाउनु भएको होइन? कपास समेत आफै रोपेको। कपास आफै रोपेको। आफ्नै कपास बारीको कपास फुलाएर यो धागो बनाएर यो चर्खामा योलाई थाहा छ यो? थाहा छैन। यसको नाम थाहा छ? चर्खा त होइन होला। ओइटा। ओइटा। यो ओइटा भनेको चाहिँ हेर्नु त उ पर दाना छानी पठाउने यो। ए कपासलाई फिल्टर गर्ने। ए पल्लोपट्टि कपास झर्छ पल्लोपट्टि दाना। ए यो चाहिँ कपासको बिउ। पल्लोपट्टि झरेको कपासलाई फेरि काटेर त्यस्तो चर्खामा चर्खामा धागो काट्ने। धागो काटेर यहाँ धागो काट्दै हुनुहुँदो रहेछ नि त आमाले। यो सानो यो धागोको पिउरा निक्ल्यो। त्यो अनि यो चाहिँ दिदीले चाहिँ 12 पाँचेमा बुन्नु हुँदो रहेछ। यो कति हात आमा? यो दौरा 23 हात। यो 23 हात छ। पोपटी 20 21 22 23 हात। 23 हात सबै 23 हातका मलाई त अढाई दिन्छ आमा। अनि यो 23 हात यो खाडी बन्नलाई तपाईँलाई कति दिन जति लाग्छ? 3 महिना लाग्छ। अब काट्ने कोही छैन। अनि आफै होइन त्यो गेडा झिक्या लग फुपूले गेडा झिकेर त्यहाँदेखि छड्का त्यो हानेर अनि लोरी पारेर त्यो धागो निस्किन्छ। ए अनि झन्डै 3 महिनामा बनिसक्नुहुन्छ है? त्यही मात्रै गर्छु। अरू काम गर्नेले त वर्ष दिनमा 2 थान 3 थान पनि बुन्छ। ए तपाईँ मेरो त यही नि काम। अरू काम गर्दिन। अनि अरू छोराछोरीहरू तपाईँको कति? मेरो छोराछोरी त 10 जना। कहाँ छन्? यतै हुँडो छ। कोही तल बेसीमा छ, कोही परदेश छ छोरीहरू, कोही 3 जना घरमै छ, 1 जना परदेश छ। ए अनि एक्लै बस्नुहुन्छ यहाँ? अहिले बुहारी यहाँ हेरौँ न। काइली बुहारी काइला छोरासँग छु। उकान्छ छोरा माथि छ, अरू छोरा यता छ उता छ। एक भाइ चाहिँ तल बेसीमा छ। उहिलेदेखि बन्नु भएको खाडी है? उहिलेदेखि। ल तपाईँले बनेको खाडी खोटाङ पनि पुग्ने भयो। हाम्रो सरले लानुहुने भयो। अनि कहिलेदेखि तपाईँले खाडी बन्नुहुन्छ भनेर सुनेर हाम्रो सरले कुरा गरे आज सोध्दै आएको नि हामी। हामी त पर लाउरेको जान पो देउजा गर्ने आउँदै रहेछ सेतो गाडीमा गयो भनिरहन्थ्यो त। उहाँ पुगेर फिर्नु भएको। तपाईँलाई खोज्नु गएको नि ऊ पर पुगेर आइयो। ल यत्रो 88 वर्षको आमाको जाँगर आँखा देख्नुहुन्छ? चस्मा लाउनु पर्छ पर्दैन? भन्दा पनि पर्दैन। ओहो तकडा तपाईँ त। ल धन्यवाद आमा। तपाईँलाई